हेलो अनि नमस्ते। आज चाहिँ होल चिकन लिन जाऊँ भनेर दाइसँग म होल चिकन लिन ओलिजमा आएँ होइन। अनि त्यो लिनुभयो होल चिकन, हातमा चिसो भयो अरे दाइलाई। त्यसपछि प्लास्टिक हेर्दै हुनुहुन्छ, प्लास्टिक कता छ भनेर। प्लास्टिक चाहिँ हुन्छ दाइ भेजी साइडतिर मात्र हुन्छ, भेजिटेबल साइडतिर। अनि दाइले भयो कोल्समा त आँखै अगाडि हुन्छ, राखिदिमी भयो कोल्समै जान्छु, बरु कोल्समा जामिन भाइ भनेर मलाई। अनि त्यो त्यही राखिदिएर जब एउटा प्लास्टिकको लागि दाइले मलाई कोल्समा लिएर फेरि अनि जानुभयो होइन। जाम्ला त नि भनेर गइयो कोल्समा। कोल्समा गएर दाइले आँखै अगाडि प्लास्टिक भेटाएर फेरि त्यहाँबाट लिएर घर आइयो। अनि घर आउँदाखेरि दाइले चाहिँ टक्क मलाई के भन्नुहुन्छ भनेको, भाइ म नेपालमा खत्रै बुच्चड थिएँ हेर भन्नु। ल ठिक छ दाइ, बुच्चड हो नि हजुरले चाहिँ काट्नु नि त भनेर मैले भने। त्यस दाइले चाहिँ राम्रै पिस बनाउनु रहेछ होइन। त्यस दाइले भनेको कुरा चाहिँ लागु भयो। अनि त्यसपछि साथी पनि सक्यो, दाइ बुच्चड हो अरे भनेर साथीले हेर्दैछन् होइन, मलाई सोध्दैछन्। अनि मैले पनि खै हुनुहुन्छ होला नि त दाइले भनिहाल्नु, गफ लाग्नु भयो कि भने मैले। अनि त्यसपछि दाइले यही काम गर्नुपर्छ क्या भाइ भन्नुभएको थियो। अनि त्यसपछि आज चाहिँ मैले दाइको भिडियो बनाउनुको रिजन के भन्दा दाइले के गर्नु रहेछ भनेर चाहिँ भिडियो बनाएको। अनि मैले भिडियो बनाउँदाखेरि के भेटाएँ भन्दा दाइ चाहिँ भिडियोमा एकदम क्युट देखिनुहुन्छ होइन। मलाई त सोध्दै हुनुहुन्छ दाइले अरू कुराहरू। अनि थ्याङ्क यू फर वाचिङ माई ब्लग।